सर्वप्रथम त म यस सिन्धुली जिल्लामा भर्खर आउनुभएका प्रमुख सेनानी सुदीप कुमार विष्टज्यूलाई हृदयदेखि मनदेखि स्वागत गर्न चाहन्छु र यस हरिहरपुर गढी गाउँपालिकाको तर्फबाट पनि हामी स्वागत गर्न चाहन्छौँ। त्यसगरी प्रमुख जिल्लाधिकारी दिनेश सागर भुषालज्यू मेरो एक प्रेरणाको स्रोत हो। उहाँसँग म यहाँ जिल्लाको हिसाबले दोस्रो कार्यक्षेत्रमा कार्य गर्दैछु, तर हामी बिचमा सँगै नभए पनि हामी एकदम जोडिएका थियौँ। मैले आफूले काम गर्दै गर्दै आउने अप्ठ्याराहरूलाई कसरी समाधान गर्न सकिन्छ उहाँसँग म सहयोग लिन्थेँ। हाम्रो एकदम प्रेरणाको स्रोत हो। हाम्रो कर्मचारी वित्तमा उहाँ जस्तै हाम्रो नेतृत्व भयो भने यो कर्मचारी प्रशासन वास्तवमा जनताले चाहे जस्तो बनाउन सकिन्छ हामी। र मैले काम गर्दा पनि उहाँहरूबाटै सिकेको जसरी हामी 10 to 5 वाला जागिर होइनौँ। स्थानीय तहमा काम गरेपछि आवश्यकताको आधारमा 24 घण्टा नि हुनसक्छ, बिदाको दिन पनि हुनसक्छ र काम तोकिएको काम सकेपछि हामी फ्री हुन्छौँ। त्यसको लागि हामीले तनाव व्यवस्थापन गर्न पनि हामीले विभिन्न कामहरू गर्छौँ। ती कामहरू आफ्नो व्यक्तिगत लाइफसँग सम्बन्धित हुन्छ र यो काम हामीले चाहिँ कसरी प्रशासनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा पनि हाम्रो अग्रसरहरूबाट हामीले प्रेरणाको स्रोतको रूपमा लिएका छौँ र उहाँबाट हामीले यसै गरी साथ सहयोग र सम्बन्ध अझ प्रगाढ रहिराखोस् भन्ने पनि अपेक्षा राखेका छौँ र उहाँको आगामी निर्वाचन चाहिँ सफल रूपमा सम्पन्न गर्नुहुने शुभकामना सहित हामीले यहाँबाट बिदाई भनेका छैनौँ, बिदाई जोडेको मात्र हो। फेरि भेटौँला नै हुनेछ, हामी फेरि जोडिराख्नेछौँ। उहाँसँग फेरि यसरी नै सधैँभरि काम गरिराख्न पाइयोस् यो कर्मचारी प्रशासनको जीवनमा भन्ने चाहिँ मैले अपेक्षा पनि गरेको छु। उहाँलाई चाहिँ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यो कार्यक्रम यही अन्त्य भएको घोषणा गर्छु। हस्, धन्यवाद, नमस्कार।